गुड इवनिंग। आज हम इवनिंग वॉक पे जा रहे हैं और अभी मैं मेकअप करने वाली हूँ। देखिएगा वीडियो कैसा होगा। तो अहिले म लाउन गइरहेको छु SPF 60 को सनस्क्रीन जो परेछ 300 रुपीस को पुसुक पुसुक गरेर लाउँदैछु। यसले चाहिँ मलाई एकदमै गोरो पारिदिन्छ हो। अन्त यसले सन्स प्रोटेक्सन धेरै पनि गर्छ। अन्त लाइटसँग पनि लाइटको जुन त्यो रेस हुन्छ त्यसबाट पनि धेरै प्रोटेक्ट गर्छ हैन। दामी छ सनस्क्रिन चाहिँ। मैं तो रेडी हो गई। अभी भाभी के यहाँ पे जाऊंगी और गोलू मोलू को उठा के लेके आऊंगी। हम लोग जाए वॉक पे। अभी हम सब लोग रेडी हो चुके हैं। अब हम ये गोलू मोलू को भूखेगा। हम भी रेडी हो चुका है। अब हम जाएगा घूमने के लिए ना गोलू मोलू। ओ हामी निस्के यता गोलू मोलू बेबे बेबे हाँ ला फेरि निकालेछ। हामी चाहिँ जाँदैछौँ इभिनिङ वकमा। अहिले चाहिँ हामी कहाँ जाँदैछौँ? अहिले चाहिँ हामी गेस्ट हाउस जाँदैछौँ इभिनिङ वकमा। अनि यहाँ चाहिँ छ फुपू भदैनी भदैनीको क्लास हेर्दै यहाँबाट चाहिँ सरस्वती फुपूको घर जाने बाटो। यता चाहिँ म कहिले गएको छुइनँ। यता चाहिँ म फर्स्ट टाइम जाँदैछु। त पुरा छक्कै परिसक्यो। यसले कहाँ लगेको होला? हामीले यहाँ चाहिँ पहिला ग्राउन्ड हो। के हो ओ गाइस, हेलो बेबी। हामी चाहिँ जानु लागेको यस अनि हामीहरू चाहिँ जाँदैछ होइन। अन्त यो जति पनि जङ्गलहरू छ यहाँ चाहिँ दामी दामी खालके मतलब के अरे के भन्छ त्यो सबै कुरो पाउँछ। यसमा साप पनि छ, खरायो पनि छ होइन, सब कुरो पाउँछ। पहिला चाहिँ हामीले स्कुल जाँदाखेरि यही बाटो जान्थेँ होइन। अन्त मेरो स्कुल चाहिँ छ जो कि मैले 9-10 पास गरेको उता छ। अन्त यो चाहिँ हो जङ्गल। यो जङ्गलभित्र चाहिँ सबै छ, खालि हात्ती छोडेर र बाघहरू छोडेर अन्त भालुहरू छोडेर साप खरायोहरू चाहिँ देखिबस्थ्यो होइन। अन्त यता उता अगाडि चाहिँ हाम्रो ठुलो मम्मीको घर छ। यता म छु, हामीहरू जाँदैछु उता गेस्ट हाउस जाने। भाउजू आउनु भएको थिएन अरे नि त, त्यही भएर चाहिँ गेस्ट हाउस देखाउनु लगेको। त्यही पनि यहाँ नानीसँग आएको। यता बाटो छ। यता पनि तर गाउँहरू छ। यत्रो टाढोदेखिको आउँथ्यो, यत्रो टाढोदेखिको यहाँ स्कुल पढ्न आउँथ्यो यहाँनिर नै। खुसी भइरहेको छु। ऊ त्यहाँ हो गेस्ट हाउस चाहिँ। ऊ त्यहाँ निकै अँधेरो भइसक्यो। इभिनिङ वकमै नै हो हामी पनि।
अनि यो चाहिँ अब मेरो स्कुल मतलब पहिलाको ओल्ड स्कुल चाहिँ छेउबाट हेर्नुहोस् यो त हो गेट देखाइदिन्छु तपाईहरुलाई गेट छ त अहिले पनि त्यो हामीसँगै पढ्नेहरू के भन्छ टिचर गर्दैछ अहिले यो हो म पहिला पढेको स्कुल 9-10 यो चाहिँ हो गेस्ट हाउस यहाँ चाहिँ नयाँ पुल पनि खोलेछ म धेरै साल बाद आएँ यता ए बाबु यो चाहिँ हो गेट हैन पस्नु दिन्छ होला यता चाहिँ हामी हल्का घुम्न आएको यो चाहिँ सिनेरीहरू सकिन्छ दामीको धुप्पीको रुखहरू छ हैन यो चाहिँ गेस्ट हाउस यसमा चाहिँ बर्खाको बेलामा अरेन्ज कलरको फुल फलिन्छ कस्तो दामी देखिन्छ नि यसमा यता चाहिँ मैले अघि त्यो देखाएको जङ्गलहरू हो यो चाहिँ बाटो हामी चाहिँ यहाँबाट फर्केको अबको कालो दिनको यति नै त्यो गेस्ट हाउस होइन यो दामी छ मेरो अनुहार देखेर अन्त अब चाहिँ हामीले फर्केको मेरो भाउजू आएको थियो बे हामी फर्कियौँ गोलो मोलो गेस्ट हाउस आयो घुम्यो यो येल्लो होइन अर्कै ओ येल्लो भन्दा पनि त्यो चाहिँ ओरेन्ज कलरको थियो यो हो स्कुल सरस्वती शिशु विद्या मन्दिर पहिला यहाँ गेटमा लेखेको थियो तर अहिले गेटमा लेखेको छैन हामी चाहिँ यो गेस्ट हाउस पुगेर पनि फर्किए तर अहिले त्यति साह्रो खास हुँदैन भोलि पर्सि बर्खाको बेलामा चाहिँ दामी हुन्छ फुलहरू फलेर होइन त्यो सिरुहरू हुन्छ नि त्यस्तोहरू फलेर दामी देख्छ आज पूजातिर जाने हाम्रो इभिनिङ वक सकिन आँट्यो आफ्टर इभिनिङ वक सकेर हामी चाहिँ एकछिन बजार आएँ होइन बजार आएर चाहिँ सौदाहरू हल्का लिए अनि त्यहाँदेखिको यसको बाद चाहिँ हामीहरू जान्छ हाम्रो रेस्टुरेन्ट होइन यो चाहिँ हो रेस्टुरेन्टको बाहिरको नजारा अन्त यो चाहिँ हो भित्रको अगर तपाईँहरू यता जयगाउँमै नै हुनुहुन्छ या फिर यतै छेउछाउकै हुने हो भने चाहिँ यहाँ एकखेप भिजिट गरिदिनुहोस् होला हाम्रो रेस्टुरेन्टको नाम छ हङ्गर जोन अन्त यहाँ चाहिँ मतलब तपाईँले फोटोहरू खिच्ने फ्यामिलीसँग आएर टाइम स्पेन्ड गर्ने डिनरहरू राम्रो पाउनुहुन्छ डिसहरू पनि राम्रो हुन्छ एकपल्ट ट्राई गरिदिनुहोस्
आइपुगेर लुगासुगा सबै चेन्ज गरेँ मैले अन्त इभिनिङ वक प्लस बजार त्यहाँदेखिको फेरि प्लस रेस्टुरेन्ट पनि पुगेर आएँ होइन अन्त आजको लागि यति नै हो यतिको नसला अन्त जानुभन्दा अगाडि चाहिँ लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरेर बेल आइकन दबाउनुहोस् ल हैन थ्याङ्क यू बाई बाई